आज चाहिँ हामी कालरात्रि पूजा गर्न खोज्दैछौँ। यहाँ मुर्लाकार्की कुलायन व्यवस्था समितिको आयोजनामा यहाँ निर्माण दिन बज्रबाराई पार्कमा स्थापित अस्थायी दशैं घरमा आज फुलपातीको दिन असोज 13 गते 2082 सालको दशैंमा कालरात्रि पूजाको तयारी हुँदैछ। रातिको समयमा हामी यहाँ दाजुभाइ सबै भेला भएका छौँ। दुधोरी नगरपालिकामा हुनुहुने सबै कार्की दाजुभाइहरू। वेदु पुरोहितले यहाँ रेखी हाल्दै हुनुहुन्छ यो मौलोमा। कुष्माण्डा बलिको लागि तयार गरेको कुपिण्डो पनि त्यहाँ छ। यो कालरात्रि पूजा भइरहेको स्थान चाहिँ सिन्धुली जिल्लाको दुधोली नगरपालिका वडा नम्बर 6 को हो। यो भइरहेको ठाउँ चाहिँ हाम्रो बज्रबाराई पार्क निर्माण हुन्छ, त्यहाँ कुलदेवीको मन्दिर पनि त्यसैको छेउमा यो स्थान निर्माण भएर यहाँ दुर्गा पूजा कालरात्रि पूजा हुँदैछ। पण्डितजीले यहाँ पूजन गर्दै हुनुहुन्छ भित्र जमा राखेको ठाउँमा। अहिले आरती गर्ने बेला भएको छ। कालरात्रि पूजाको लागि ल्याइएको बोको बलि दिनको लागि ठिक पारेको लागि पूजा गरिँदैछ। पशु गायत्री सुनाउँदै हुनुहुन्छ गुरुले त्यहाँ। खड्ग पूजा पनि भएको छ। खड्ग पूजा पश्चात यहाँ बलि दिने कार्यक्रम हुन्छ। बलि चाहिँ बाहिरै दिएर आज भित्र रगत चढाइँदैन। भोलि दुर्गा पूजाको दिन मात्रै रगत चढाइने हो। आज चाहिँ बाहिर त्यो मौलोलाई चढाउने हो बलि। त्यो कारण सम्पूर्ण दाजुभाइ भेला भएको बिचमा यो रात्रिको 11:11 को समयमा बलिको तयारी गरिँदैछ। सप्तमीको दिन खड्ग पूजनको कार्यक्रम सकिएको छ। अहिले बलिका लागि तयारी गरिएकालाई पूजा गर्दै हुनुहुन्छ। नरियल बलि भएको छ भर्खर। अब नरियल बलि पश्चात कुष्माण्डा बलि, त्यस पछाडि कालरात्रि मातालाई बोकाको बलि चढाइनेछ। कालरात्रि चाहिँ कुन दिन गर्ने कुरामा ज्यादा कन्फ्युजन हुँदो रहेछ, सप्तमीको दिन गर्ने कि अष्टमीको दिन गर्ने भन्ने कुरामा। तर कालरात्रि साँच्चै गर्नुपर्ने चाहिँ सप्तमीको बेलुका र अष्टमी छुँदो, सप्तमी र अष्टमी दुईटै तिथि छुने गरी चाहिँ गर्नुपर्ने रहेछ। अब अथवा आफ्नो परम्परा अनुसार जे गर्ने गरेको छ पुर्खादेखि त्यो दिन गर्दा हुन्छ। धर्म भनेको परम्परा र संस्कृति हो, त्यही गर्दा फरक पर्दैन। बलि दिनको लागि विशाल भाइले कुष्माण्डा बलि दिएर अब बोका बलि दिन लाग्दैछ। विशाल भाइले खड्ग लिएर अब कालरात्रि माताको लागि बोका बलिको तयारी गर्दैछ। बलि भइसकेको छ। मौलोमा रगत चढाउँदै हुनुहुन्छ। प्रसाद तयार गरिँदैछ। अब कालरात्रि माताको प्रसाद राति नै त्यहीँ खाइसकेर, त्यहीँ उपस्थित हुनेले खाइसकेर जानुपर्नेछ। यो घर लिएर जान नपाइने खालको प्रसाद हो। त्यो दिन त्यति बेलै त्यहीँ सक्नुपर्ने, उब्रेमा त्यहीँ छोडेर हिँड्नुपर्ने। प्रसाद लगभग तयार भएर अब हामी प्रसाद वितरणको कार्यमा लाग्दैछौँ। काका भाइ दाजुभाइ हामी सबै मिलेर प्रसाद वितरणको कार्यक्रम सुरु गरेका छौँ।
टाँडी, पत्रिङ्गा, शङ्खटार, भलुई, बारीगाउँ, भताई सबैतिरबाट आउनुभएका दुधल नगरपालिकाभरिका दाजुभाइलाई प्रसाद वितरणको कार्यक्रम चल्दैछ। रमाइलो नाचगान गर्दै प्रसाद खाँदैछौँ हामी। लगभग हामी आजको कालरात्रि पूजाको कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। प्रसाद खाइसके पछाडि अहिलेको समय लगभग 2 बजेको छ, रातिको 2 बजेको छ। सप्तमीको दिन बेलुका लाग्दो अष्टमी। प्रसाद ग्रहण गरेपछि हामी आफ्नो आफ्नो घर लाग्नेछौँ र भोलिमा अष्टमी पूजाको तयारी गर्नेछौँ। सबैजना इष्टमित्र दाजुभाइ गाउँलेहरू प्रसाद ग्रहण गरिरहनु भएको छ। लगभग अब प्रसाद ग्रहण कार्यक्रम सकिन लागेको छ। हामी सकिसकेपछि आफ्नो घर लागेर भोलिको महाअष्टमी पूजाको तयारी गर्नेछौँ। र भोलि बिहान महाअष्टमी पूजा हुन्छ। अहिले सप्तमीको राति 2-2:30 बजेको समयमा छौँ हामी अहिले। जय माता भवानी, जय कालरात्रि माता।